आज चाहिँ म तिमीहरूलाई केही सुनाउन गइरहेको छु। गीत सुनाऊ। कुन गीत? देउरालीमा बतास चाल्यो। गीत पनि यस्तो ज्याकेट लाएर सुनाउँछ त? कसले सुनाउँछ है? अलि राम्रो आउँछ नि त भिडियोमा। भिडियो राम्रो देखाउनु पर्छ के दुनियाँलाई। के गर्नुपर्छ? देखाउनु पर्छ। हजुर चलिरहेछ चलिरहेछ खतरा चलिरहेछ। उज्यालो आउँदा अलिक राम्रो हो है। आज दुईटा न्युज छ हजुरहरूलाई। आज हजुरहरूलाई म दुईटा न्युज लिएर आएको छु। कुन सुन्ने पहिला? गुड न्युज कि ब्याड न्युज? गुड न्युज चाहिँ के हो भन्दाखेरि तपाईँहरूको स्पोर्ट चाहिँ अब यो जुन माहौल छ नि यो सबै ओभरअल भइसकेपछि गुड न्युज हुने चान्स छ, किनभने स्पोर्ट खेलाउने कुरा छ। त्यो गुड न्युज हो हजुरहरूको है। होइन यो बनाइसकेपछि अलिक फागुनतिर हुन्छ गुड न्युज। फागुनतिर हजुरहरूले खेल्नुहुन्छ है त। ब्याड न्युज चाहिँ नसुन्ने है नि। ब्याड न्युज चाहिँ यो हो कि यो क्लास पछाडि क्लास हुँदैन। किन हुँदैन भन्दाखेरि सर एब्सेन्ट हुनुहुन्छ अनि एब्सेन्ट भइसकेपछि तपाईँहरू घर जानुहुन्छ। यो ब्याड न्युज हो किनभने पढ्न पाइएन। तपाईँहरू त खुसी हुनुहुन्छ मलाई थाहा छ, तर ब्याड न्युज भयो त। र आज चाहिँ एसे कसरी लेख्ने भन्ने कुरा सिकिन्छ, तर त्यसमा चाहिँ अब मैले दिएको जति पनि फर्मेट छ होइन त्यो फर्मेटदेखि बियोन्ड द टपिक भनौँ न अलिकति डिफ्रेन्स सुनाउँछु म। एनजी यो एब्सेन्ट यस्टरडे, सो आई वुड लाइक टु टेल यु है। हुन त हिजो मैले कुरा त गरिनँ तर पनि म भन्न चाहन्छु नेपालको बारेमा है। सूचना इज अब्जर्भिङ के बेला मैले सुरु गरेको छैन क्या। लेट द स्टुडेन्ट्स कम फर्स्ट है। त्यसपछि यो आवाज आएको छ कि छैन त्यो पनि थाहा छैन मलाई, केही थाहा हुँदैन क्या। त्यही भएर कन्फिडेन्स आउँदैन। बट आई हेभन्ट टेकन आउट माई वेपन, सो दिस इज माई वेपन है। बोइज स्लोली है, हल्ला नगरिकन, त्यहाँनिर क्यामेरा छ। भयो यति नै हो कि अरू पनि आउँदैछ? देखेन? अलिक राम्रो लेख्न चाहियो। अर्को छ नि त मेरो मार्कर। आई हेभ वाउ नेपाल अलि तल। ओके नेपाल। यस प्लिज यु क्यान कम इन एन्ड लक द डोर। ओके मैले अस्ति बनाएको भिडियो चाहिँ राम्रो भएनछ, त्यसले गर्दाखेरि मैले चाहिँ आज होइन अलिकति राम्रो बनाउन देखाउनको लागि बनाउँदैछु। तर हल्ला नगर्ने है त। तपाईँहरूले हल्ला गर्नु म डिस्ट्र्याक्ट हुन्छु है। अनि म डिस्ट्र्याक्ट भयो भने मलाई फेरि भन्न कति सोचेर आएको हुन्छ त्यो भन्न पाइँदैन। मैले त्यस्तो केही अलिअलि हल्का मैले प्रिपेयर गरेर आएको छ। त्यही नेपालको बारेमा अलिकति म भन्छु, हामीलाई थाहा हुनुपर्ने कुरा है। अब मैले बोल्दै गर्दाखेरि मेरो यसरी पनि बोलिरहेको हुन्छ, मेरो बोल्ने तरिका पनि यस्तै छ। ल गुड मर्निङ एभ्रिवान, आई होप यु आर डुइङ ग्रेट टुडे। आज चाहिँ हामी आई विल बी स्पिकिङ टु ल्याङ्ग्वेजेस, नेपाली एन्ड इङ्ग्लिस दुइटै, किनभने आफ्टर अल वी आर नेपाली राइट। एट द सेम टाइम वी आर अल्सो इन्हान्सिङ अवर कम्युनिकेसन स्किल। वी अल नो द्याट more and more people in business and elsewhere are beginning to understand how important good communication really is. But आज हम अलिकति बियोन्ड द टपिक कुरा गर्ने। बियोन्ड द टपिक भन्नाले कस्तो भने हाम्रो आफ्नै देशको बारेमा कुरा गर्ने। मैले नेपाल मात्रै लेखेको छ यत्रो बोर्डमा होइन, र यसमा म लेख्छु या लेख्दिनँ आई डोन्ट नो। तर पनि के भन्न चाहन्छु भने
आज जुन नेपालको एक्सचेन्ज रेट छ हो, नेपालको एक्सचेन्ज रेट छ, तिम्रो हात छेउ आउँदैन, टेन्सन नगर। यो भोइस क्यान्सलेसन छ यसमा होइन, नोइज क्यान्सलेसन छ, आउँदैन क्या। आज नेपालको जुन एक्सचेन्ज रेट छ त्यो चाहिँ कति छ भन्दाखेरि 144 टु 148 जुन छ बराबर 1 USD डलर। 1 USD डलर बराबर चाहिँ 148 टु 148 144 टु 148 जुन रुपिस छ, रुपियाँ छ। यो किन नबढेको, किन स्टेबल रहेको, लु भन्नु त के कारण हो? किनकि नेपालको अर्थतन्त्र चाहिँ कम्प्लिटली इन्डियाले धानेको छ क्या। 1993 मा नेपालले इन्डियासँग प्याक गरेको थियो, प्याक भनेको चाहिँ टाइअप गरेको थियो क्या 1993 मा, कि चाहे दुनियाँ जेसुकै होस्, जति एक्सचेन्ज रेट जस्तो सुकै होस्, तर हाम्रो जुन एक्सचेन्ज रेट छ 1.6 यो त्यही रहनुपर्छ। त्यहाँदेखि अहिले जति नै तल माथि होस् जे होस् अरू देशको नेपालसँग चाहिँ 1 जस्तै इन्डियाको 10 रुपिस बराबर चाहिँ नेपालको कति हुन्छ 16 रुपिस हुन्छ। यो उहिलेदेखि चल्दै आएको। अब यता कम्पेरिटिभली हेरौँ हामी अरू अरू देश जुन नेपालभन्दा धेरै विकसित छ, जस्तै इरान, इरानलाई लिएर आउँ हामी। इरानको जिडिपी 456 समथिङ कति छ प्लस छ बिलियन डलर। तपाईको एग्रिकल्चर हेर्नुहुन्छ भने पनि राम्रो छ, एजुकेसन जुन छ त्यो पनि राम्रो छ, सबै थोक राम्रो छ। हामी चाहिँ देख्छौँ इरानलाई चाहिँ एकदम मिजरेबल, एकदम डढाइ गरेको, एकदम दुखी जस्तो देख्छौँ, तर त्यस्तो त्यो लागेको मात्र। तपाईँले एकचोटि युट्युबमा गएर इरानलाई हेर्नुहोस् त्यहाँको हो। वाट इज द क्यापिटल सिटी अफ इरान? तेहरान। तेहरान बजारलाई गएर हेर्नुहोस् तपाईँले कस्तो छ। अनि त्यो तेहरान त्यस्तो देश छ, तर त्यसको जुन 1 USD डलर बराबर चाहिँ 42,000 छ क्या। कति धेरै। बाहिर एक्सचेन्ज बजार जुन जस्तै नेपालको पनि काँक्रेभिट्टामा चाहिँ त्यहाँनिर आन्टीहरू बसेको हुन्छ क्या, पैसा छाट्ने, उहाँहरूले चाहिँ अलिक बढी लिनुहुन्छ। त्यस्तै त्यो स्ट्रिटमा छाट्ने हो भने त 1 लाख छ, 1 USD डलर मतलब 500 इरानी हुँदाखेरि 500 इज इक्वल टु यता इरानी रुपिस कस्तो, यता USD डलर कति हो 0.01 हो क्या। 500 इरानी रियल बराबर चाहिँ USD डलर चाहिँ 0.01 हो। 1000 को 0.02 हो इरानी। त्यति धेरै बढेर गएको छ कि, त्यति विक छ पैसा। तर नेपालको चाहिँ 148 छ जुन कन्स्टेन्टली स्टेबल छ अहिलेसम्म। त्यो कारण के हो भन्दाखेरि नेपालसँग जुन नेपाल र इन्डियाको जुन टाइप थियो त्यसले गर्दा हो। मै जानुपर्ने, भिडियो बनाउने मान्छे नै जानुपर्छ खोलिदिनको लागि। अनि आऊ छिटो। अनि कहाँबाट मेरो म कसम हेलो पछाडि जाऊ। अनि मैले प्रगति कसरी गर्नु? अनि अब भिडियोमा युट्युब बनाउने मान्छेले भिडियो खोलिदिएर यता भिडियोदेखि गायब हुनु पर्यो। अनि ओके, अब हामीले कुरा गरौँ अलिकति है। यो भिडियो डिलिट अपलोड होला नहोला त्यो छैन, तर इन्फर्मेसन जुन दिँदैछु त्यसको कुरा गरौँ। अब नेपालमा चाहिँ के छ भन्दाखेरि अरू देशले चाहिँ कसरी धानेको छ, अरू देशले आफ्नो जिडिपीलाई चाहिँ कसरी बढाएको छ भन्दाखेरि उनीहरूसँग धेरै खाद्यान्न कुराहरू छ क्या, खनिज छ। नेपालमा त्यो छैन क्या। नेपालमा के छ भन्दा सबैभन्दा धेरै भनेको कार्पेट जान्छ, USA मा जान्छ, त्यो पनि हातले बनाएको। कति बनाउँछ होला मान्छेले हातले, ह्यान्डमेड कार्पेट्सहरू जान्छ। अनि आयुर्वेदिक जान्छ, चाइनामा जान्छ, अनि टी कफी जान्छ। त्यस्तो 8-9 वटा प्रडक्ट्सहरू एक्सपोर्ट गर्छ नेपालले पनि। 8-9 वटा चिजहरू जस्तै कार्पेट जान्छ, खाद्यान्न जुन खाद्यान्नमा के जान्छ भन्दा टी जान्छ, इलेक्ट्रिसिटी पनि बेच्छ नेपालले। तर कम्ती जति उसले एक्सपोर्ट जुन इम्पोर्ट गर्छ, जति उसले इम्पोर्ट गर्छ त्यो भन्दा धेरै कम चाहिँ
उसले एक्सपोर्ट गर्छ नेपालले। त नेपालमा के अहिले अवस्था के सृजना गर्नुपर्ने छ, के भयो? पटकन दिया तिमीलाई भिडियोमा आउन मन लाग्यो, आऊ। कसलाई भिडियोमा आउन मन लागेको छ? कसलाई आउन मन लागेको छ? आऊ, भरे युट्युबमा आउँछौ। है त्यही भएर अब हामीले नेपालको बारेमा लेख भन्दाखेरि के हो, कसरी लेख्ने त भन्दाखेरि हामीले पपुलेसनबाट पनि सुरु गर्ने। जस्तै नेपाल हेज भेरी ब्युटिफुल माउन्टेन एन्ड हिल्स एन्ड इट हेज 3 प्याटर्न्स अफ ल्यान्ड भेरिएसन भनेर भनिरहनु परेन क्या। त्यो पनि हो, त्यो पार्ट अफ ब्युटी भयो होइन। अरू के पनि लेख्ने भन्दा इट्स पपुलेसन इज 30 मिलियन होइन, जिडिपी $45.5 बिलियन, पर क्यापिटल इन्कम 1500 नेपालको, यो जान्न जरुरी छ। सोर्स अफ इन्कमको बारेमा जान्न जरुरी हुन्छ हामीले लेख्दाखेरि। एक्सपोर्ट के गर्छ, इम्पोर्ट के गर्छ, किन यो कन्स्टेन्टली स्टेबल छ हाम्रो जुन एक्सचेन्ज रेट, डेप्रिसिएट किन हुँदैन, यी कुराहरू एकदम इम्पोर्टेन्ट छन् वाइल युआर राइटिङ। सो नट ओन्ली लर्निङ ओके फ्रम राइटिङ, बट समटाइम लर्निङ फ्रम लिसनिङ इज अल्सो पार्ट अफ लर्निङ। ओके, द्याट्स द रिजन। तिम्रो खुन आयो क्या नाकबाट? नचलो, नाक रातो भयो। अनि अब नेपालमा मेजर समस्या के हो त भन्दा, नम्बर 1 ल्यान्डलक कन्ट्री। सम स्टुडेन्ट्स राइट भेरी प्राउडली द्याट नेपाल इज अ ल्यान्डलक कन्ट्री। नो, त्यो च्याट जिपिटीले लेखेको हामीले सार्ने होइन। च्याट जिपिटीलाई मतलब छैन, उसलाई केही सिम्प्याथी छैन, उसले त अरू कसैलाई जानकारी दिएको हो कि नेपाल चाहिँ ल्यान्डलक कन्ट्री हो। तर हामीले लेख्दा हामी इमोसनल्ली लेख्नुपर्छ, नेपाल इज ल्यान्डलक कन्ट्री। तर राम्रो किन भन्दाखेरि बिकज अफ दिस ल्यान्डलक we could not access any sea or ocean, and due to this we have to deal with India to send any goods to some other countries. This is the irony. अब त्यो बुझ्न जरुरी हुन्छ। ल्यान्डलक कन्ट्री भनेर प्राउडफुल्ली लेख्ने होइन। ल्यान्डलक कन्ट्री भनेको चाहिँ एउटा एक प्रकारको के हो भन्दाखेरि हामीलाई फाइदा भएन। ल्यान्ड आज वरिपरि सीले घेरेको थियो भने नेपालमा धेरै कुरा हुन सक्थ्यो। सी हुँदाखेरि के हुन्थ्यो भन्दाखेरि त्यहाँ जहाज लाग्थ्यो, जहाजमा काम गर्ने मान्छे गभर्मेन्ट जब होल्डर हुन सक्थे, त्यहाँनिर माछा मारेर माछाबाट उन्नति हुन सक्थ्यो, इकोनोमिकलाई अझै राम्रो, जिडिपीलाई अझै बुस्ट गर्थ्यो नि त आज। तर त्यो गर्न पाएन। जङ्गललाई हामीले उपयोग गर्न सकेको छैनौँ, ल्यान्डलाई अझै हामीले युज गर्न सकेको छैनौँ, एजुकेसनलाई अझै हामीले बढाउन सकेको छैनौँ। दिस आर द रिजन्स वाइ नेपाल इज अलवेज ओके भेरी ब्याक इन टर्म्स अफ जिडिपी एन्ड इकोनोमिक। अब नेपालमा सबैभन्दा पहिला के आउनु पर्यो भन्दाखेरि आइटी आउनु पर्यो के। यो आइटी अहिलेसम्म आइटी आएको छैन कि नेपालमा। तपाईँहरूले सोच्नुहुन्छ होला आइटी छ भनेर, पढ्न चाहिँ छ, यहाँ पढ्न छ, तर काम गर्ने आइटी छैन। यदि ब्याङ्कहरूको सर्भरमा काम गर्ने मान्छेलाई त आइटी भन्यो, त्यो त हरेक डिपार्टमेन्टमा हुन्छ। द्याट इज नट आइटी। पढ्नको लागि हामी बेङ्गलोर जानुपर्छ, हेर्नुहोस् हो, पढ्न हामी बेङ्गलोर जानुपर्छ, अनि फेरि काम गर्न पनि बेङ्गलोरै जानु पर्यो आइटी लिएर पढ्नेले। नेपालमा ठुला ठुला मल्टिनेसनल कम्पनीहरू छैनन्, जस्तै कोर्पोरेट कम्पनीहरू जुन अरू कम्पनीहरूलाई राय दिने खालका त्यस्ता खालका कम्पनीहरू छैन। किन छैन भन्दा त ल्याउन सकेको छैन, अरू कम्पनीहरूले बिलिभै गर्दैन नेपाल, त्यो ल्याएर उनीहरू फस्न चाहँदैन। अब इन्डियाको जिडिपी हेर्नुहोस् त, $1.45 ट्रिलियन, बिलियन होइन ट्रिलियन डलर। कि कति हो? 1.3 हो ल, $1.3 ट्रिलियन छ। अनि पपुलेसन 1.45 हो, 1.45 बिलियन पिपल पपुलेसन, जिडिपी। अनि हाम्रो आइटी छैन, अर्को ठुलो ठुलो मल्टिनेसनल कम्पनीहरू छैन। यसले यदि यो हुन्थ्यो भने चाहिँ हामीले पनि धेरै कुराहरू, अब हाम्रो जुन ल्यान्डलाई अझै उपयोग गर्न सकेको थियो, जस्तै सरकारले गर्न सकेको थियो भने त्यसमा युरेनियम छ भन्ने कुरा छ होइन, त्यो बेच्न सकिन्थ्यो भने हाम्रो सबैभन्दा ठुलो
इकोनोमिक ग्रोथ हुन सक्थ्यो क्या अरू देशको जस्तै। त्यसलाई हामीले खनिज गरेर इभन पेट्रोल पनि छ क्या भित्र, पेट्रोलियम छ नेपालभित्र, तर त्यसलाई खनेर हामी बेच्ने कोसिसै गर्दैनौँ। गाह्रो छ, पैसा छैन। नेताहरू टप लेभलको नेताहरूले बोलेको भाषणहरू हजुरहरूले सुन्नुभएकै छ होला कसरी बोल्छ। जगौँ वर्षौँदेखि जग गाडेर बसेका ठुला टप लेभलको मान्छेहरूले बोलेको भाषण हेर, अर्कालाई आलोचना गरेर आफ्नो स्पिच सकेको छ। सोच्नुहोस्, त्यस्तो देशमा हामी छौँ। अनि हामीलाई भित्रदेखि फ्रस्ट्रेसन आउँछ कि आउँदैन भन्नु त? तपाईँलाई आउनुपर्छ कि पर्दैन फ्रस्ट्रेसन? यी यस्ता कुराहरू एसेमा लेख्ने है त, बुझ्नुभयो नि? एसेमा लेख्दाखेरि यस्तै सुनेको भरमा लेख्ने। अब जस्तै तपाईँहरूले लेख्दाखेरि सिर्फ नेपालको बारेमा देयर इज वान बिग माउन्टेन, माउन्ट एभरेस्ट, देयर इज वान पोखरा, नेपाल, काठमाडौँ, त्यसरी लेख्ने है। यसको जिडिपी छ हो, यो जिडिपी यति छ, अरू कम्पेरिटिभली अरू देशलाई कम्पेयर गर्ने। इरानको जिडिपी कति छ? 400 समथिङ छ, 57 समथिङ कति छ प्लस छ। नेपालको कति छ? 45.5 छ, कति कम थियो। एजुकेसन सिस्टम पनि वहाँ राम्रो छ, हेल्थ राम्रो छ, इन्फ्रास्ट्रक्चरहरू त्यहाँ राम्रो छ। नेपालमा के छ र? तर हामीले यो भन्दै गर्दाखेरि यो भनेका त नेगेटिभ कुरा हो नेपालको बारेमा। राम्रो कुरा गर्दाखेरि नेपालको पनि राम्रा राम्रो कुराहरू छ। जस्तै नेपाल चाहिँ अहिले जुन टुगेदरनेस भन्छ नि, कनेक्ट, जुन नेचरसँग कनेक्ट हुने चाहिँ नम्बर 1 मा परेको छ। 62 वटा कन्ट्रीलाई सर्वे गर्दाखेरि हो नेपाल नम्बर 1 मा पर्यो भर्खरै 2025 अगस्ततिर नम्बर 1 मा आएको छ त्यत्रो 62 कन्ट्री भित्रमा। अब स्विजरल्यान्ड पनि त नेपाल भन्दा राम्रो छ, किन स्विजरल्यान्ड आएन त ल भन्नु? किनकि स्विजरल्यान्ड पनि ल्यान्डलक कन्ट्री हो र उसको जुन 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 सिन छ, जुन भ्यू छ, एकदम मेस्मराइजिङ, क्याप्टिभेटिङ छ पुरा स्विजरल्यान्ड पनि। तर नेपाललाई उसले सकेन के कम्पिट गर्न। किन भन्दा त्यो मान्छेहरू जति पनि छन् नि त्यहाँको मान्छेहरू टेक्नोलोजीलाई नै फोकस गरेका छन् के। स्विजरल्यान्डको मान्छेहरू टेक्नोलोजीलाई नै प्राथमिकता दिएको छ। तर हाम्रो नेपालको हेर्नु डाँडा काँडामा बस्ने मान्छेहरू नेचरसँग कनेक्ट छन् के उनीहरू। उनीहरू के छ भन्दाखेरि आफ्नो जिन्दगी चाहिँ नेचरसँगै बिताएको छ। त्यसले गर्दा त्यो सर्वे गर्दाखेरि त्यो चेक भयो, मोनिटरिङ भयो, अनि त्यो भइसकेपछि नेपाललाई नम्बर 1 बनायो। त यसको लागि त हामीले ताली बजाउनु पर्छ यार। अब यहाँ चाहिँ कस्तो भयो भने एउटा अनेस्ट मान्छेलाई चाहिँ राम्रो मान्दैनन् नि त अहिले। एउटा राम्रो मान्छे छ भने त्यसको भ्यालु गर्दैन के। तर नेपाललाई एउटा नेपाल अनेस्ट छ, कसैले भ्यालु गर्यो के, बुझ्नुभयो नि? जस्तै तपाईँ अलिकति बाङ्गो हुनुभयो भने तपाईँ अगाडि बढ्नुहुन्छ क्या। एउटा अनेस्ट छ, सत्य कुरा बोल्छ, नराम्रो काम कसैलाई गर्दैन भने त्यसलाई सबैले नराम्रो भन्छ। तर यहाँ नेपालको कन्टेक्स्टमा चाहिँ के भयो भन्दा नेपाल अनेस्ट थियो, राम्रो थियो, आफ्नो नेचरसँग कनेक्ट थियो। उनीहरूलाई थाहा पनि थिएन हामीले पछि फर्स्ट हुन्छौँ भनेर हामी यसरी नेचरसँग कनेक्ट। उनीहरूको जिन्दगी जुन एन्ड्समिट पुर्याउनको लागि उनीहरू गरेको गाउँको मान्छे। तर जुन देशले अरू देशले हेर्दाखेरि त्यो के भयो भन्दा नेचरसँग एकदम कनेक्ट भएर 62 कन्ट्रीमा सर्वे गर्दाखेरि नेपाल चाहिँ नम्बर 1 आएको छ। त्यसको लागि नेपाललाई सल्युट होइन। हाम्रो जति पनि दादा दिदी बाबा आमा हैन जति हुनुहुन्छ उहाँहरूलाई राम्रो। Any question you want to ask? Would you like to ask any question? Simran, I expect you to ask me question. Ask me now so that I can able to take talk. You can ask any randomly because your answer won't be here. सुनिदैन तिमीले सोधेको तर मलाई थाहा हुन्छ। I'll repeat your question. Anyone? Yes, Binay, can you ask me? Gagan or Balen? Politics को कुरा गर्न मिल्दैन स्कुलमा है। We are not prioritizing any politics agendas in school. But I would like to tell you one thing है। मैले अघि भने नि एउटा ठुलो पदमा बसेको जुन जगमा बसेको कति वर्षौंदेखि जग हालेर बसेको मान्छे
ले चाहिँ आज अर्काको कुरा कुरा गर्दै हिँड्दैछ भने त्यो चाहिँ रङ प्र्याक्टिस भइरहेको छ भन्ने बुझ्नुहोस् तपाईँहरू, नम्बर वान। नम्बर टू, के बुझ्नुहोस् भन्दाखेरि गगन या बालन भन्ने खालका शब्दहरू तपाईँले भन्नुभयो नि। अब यहाँनिर गगन पनि राम्रो मान्छे युवा हो र बालन पनि युवा हो है। तर कतिले चाहिँ अब आफ्नो हामी त यो पार्टीको त्यो पार्टीको भनेर हामी त्यो छोड्नु हुँदैन भनेर पनि लागेको छ नि त। कोही चाहिँ चेन्ज ल्याउनु पर्छ भनेर पनि लागेको छ। तर म चाहिँ योपालि चाहिँ होइन, गगन मेरो घर भनेको काङ्ग्रेसको परिवारको, तर योपालि चेन्ज ल्याउन खोज्दैछु किनभने भ्रष्टाचारीमा नाम आएको छ धेरैको, सबैको हो। सो दिस टाइम आई विल लाइक टु कास्ट भोट टु बालेन। योपालि बालेनलाई भन्छु अनि यो चाहिँ म भनेरै छोड्छु किनभने उसले जित्छ पनि झापामा, डेफिनेटली जित्छ उसले। किनभने अहिले हेर बालेनको लागि कस्तो भइरहेको छ। अब गगन पनि नराम्रो मान्छे होइन, तर बालेनलाई चाहिँ हामीले चान्स दिनुपर्छ। ओके, एनी अदर क्वेसन? We have how many minutes left? Lot of minutes. Okay. Susana, would you like to ask any question? सोध न, केही सोध न। कस्तो क्वेसनै नभएको स्टुडेन्ट क्या, के सोध यसैको रिलेटेड सोध न। सिमरन सोध के, आई वाज एक्सपेक्टिङ यु विल आस्क मी क्वेसन। खुसी कसरी हुने भन्ने कुरा हो। ओके, लेट मी टेल यु, इफ यु नट आस्क अल्सो लेट मी टेल यु है। तिमीले जस्तो लाग्यो। ओके, देयर आर टु मेन सोर्सेस अफ ह्याप्पिनेस। लेट मी टेल यु है, दुई प्रकारको खुसी आउने स्रोत छ हामीसँग। द फर्स्ट वान इज एक्सटर्नल सोर्स अफ ह्याप्पिनेस, एक्सटर्नल सोर्स अफ ह्याप्पिनेस, एन्ड द सेकेन्ड वान इज इन्टरनल सोर्स अफ। अब एक्सटर्नल सोर्स अफ ह्याप्पिनेस भनेको चाहिँ के हो भन्दा फेम, पावर, मनी हो, कम्फोर्ट, praise from others, these all are the part of external source of happiness. यदि तपाईं फेम चाहनुहुँदैछ, पैसा चाहनुहुँदैछ, कम्फोर्ट चाहनुहुँदैछ, कसैले प्रशंसा गरिदियोस् भन्ने चाहनुहुँदैछ, तपाईले कोही एउटा लिडर छ त्यसलाई तपाईले एकदम हिरो बनाएर राख्नु भएको छ र उसले खुसी, उसले केही गरेको देखेर तपाईँ खुसी हुनु, दे आर अल पार्ट अफ एक्सटर्नल सोर्स अफ ह्याप्पिनेस। इन्टरनल सोर्स अफ ह्याप्पिनेस भनेको चाहिँ भित्री पिस अफ माइन्ड, लभ हो, सेल्फ एक्सेप्टेन्स, यिनीहरू भनेको चाहिँ के रहेछ भन्दाखेरि इन्टरनल सोर्स अफ ह्याप्पिनेस। जस्तै तपाईँ बिहानै उठ्नुभयो, तपाईँलाई कसैले खुसी पार्नु परेको छैन, न त तपाईँको मम्मीले, न त बाबाले, न त भाइले, न त दाजुले, न त तपाईँको पार्टनरले, न त कसैले खुसी पार्नु परेको छैन, तपाईँ आफै खुसी हुनुहुन्छ। बिकज यु आर अलरेडी ह्याप्पी एन्ड यु डोन्ट नो द रिजन वाइ यु आर ह्याप्पी। त्यो इन्टरनल, त्यसलाई फोकस गर्नु पर्यो खुसी हुनको लागि चाहिँ। एक्सटर्नल सोर्स अफ ह्याप्पिनेस चाहिँ अब किन भन्दा एउटा लिडर छ, जस्तै अहिले सोध्यो नि उसले, एउटा लिडर छ, त्यो लिडरले राम्रो काम गरेको तपाईँलाई मन परिरहेको, तपाईँलाई भित्रदेखि ऊर्जा आइरहेको छ। कुनै दिन त्यो लिडरले नराम्रो गरिदियो भने तपाईँको खुसी खलाप्स हुन्छ। इभन पार्टनरमा पनि त्यो एप्लाई हुन्छ। एउटा पार्टनरलाई तपाईँले सम्झिनु भएको छ, कोही तपाईँको एउटा साथी छ, साथी नै सम्झिनु, पार्टनर पनि नभन्नु। एउटा साथी छ, त्यो साथीलाई तपाईँले महान सम्झिनुहुन्छ, उसको छातीमा बसेर रुन मन लाग्छ हजुरलाई हो। तर एक दिन त्यो साथीले चाहिँ तपाईँलाई यस्तो हरकत गर्यो, यस्तो नराम्रो कुरा भन्यो, या त उसले केही त्यस्तो नराम्रो नीच काम गर्यो भने तपाईँको खुसी कम्प्लिटली टुट्छ, तपाईँ टुट्नुहुन्छ कम्प्लिटली। अनि त्यति बेर तपाईँको एक्सटर्नल सोर्स अफ ह्याप्पिनेस कलाप्स हुन्छ। त्यही भएर बिलिभ इन योर सेल्फ भन्छ। बिलिभ इन योर सेल्फ कसरी हुने समीर भन्नु? दुईटा कुराले हुन्छ। एउटा भित्र हुन्छ सेल्फ स्टिम, ममा के छ भन्ने, त्यो सेल्फ स्टिम हो। ममा के छ भनेर पत्ता लाउनु भनेको के हो? त्यसलाई सेल्फ स्टिम भन्छ। र त्यो भित्र भएको चिजले चाहिँ कसरी युटिलाइज गर्ने भनेको सेल्फ कन्फिडेन्स हो। यो दुईटा कुराले मान्छेलाई हो खुसी पार्न सक्छ। र आज म खुसी छु भने यही दुईटा कुराले हो। ममा के छ मलाई थाहा छ, र यो ममा भएको जुन तत्त्व छ यसलाई म युटिलाइज गर्न सक्छु भन्ने मलाई पूर्ण विश्वास छ। द्याट इज द रिजन वाइ आई अलवेज लुक भेरी ह्याप्पी। सो हजुरहरूले हाउ आर यु भन्दा म के भन्छु?
Yes, that's correct. If someone asks me anything, how are you? If someone asks me how am I, then I never say I'm fine. I say I'm handsome. त्यसले मलाई के दिन्छ? ऊर्जा दिन्छ। दिन्छ कि दिँदैन? हजुरले पनि भन्ने हाउ आर यु भन्दा आइ एम ब्युटिफुल टुडे भन्ने आइ एम ह्यान्डसम टुडे। र यो चाहिँ मैले अनिल कपुरबाट सिकेको है। अनिल कपुरले सिकाएको हो क्या। हाउ आर यु भन्दा आइ एम ह्यान्डसम भन्छ क्या अनिल कपुरले। Okay. Yes, Diya, you're whispering something to her. यहाँ आउँछ नि। आऊ न, कस्तो राम्रो हेयर स्टाइल रहेछ तिम्रो आज। कम जाऊ। नेपालको पपुलेसन कति छ अरे? 1.3 billion. 30 million. 30 million. नेपालको पपुलेसन कति छ अरे? 30 million. नेपालको जीडीपी कति छ? 45.5 बिलियन। नेपालको पपुलेसन नेपालको जीडीपी कति छ? 45.40 billion. 45.5 बिलियन डलर। 45.5 billion dollar. वाउ, ग्रेट। अनि नेपालले के एक्सपोर्ट गर्छ? आफैले बुनेको त्यो कार्पेटहरु अनि हर्ब्सहरु। हजुर। अनि अचार। अचार मिठो लाग्छ? मिठै लाग्छ। ओके। अनि एक्सपोर्ट त गर्यो हैन, इम्पोर्ट के गर्छ त? स्न्याक्सहरु। स्न्याक्स? त्यो ग्यास अनि पेट्रोल अनि लेजहरु। ग्रेट। ग्यास गर्छ, पेट्रोल, मसिनरी आइटमहरु भयो, इलेक्ट्रोनिक भयो हैन। नेपालले एक्सपोर्ट गर्छ के गर्छ भन्दाखेरि यो पनि गर्छ, इलेक्ट्रिसिटी पनि गर्छ, टी गर्छ हैन, कार्पेट, ह्यान्डमेड कार्पेटहरु गर्छ। वी अल नो। ओके, थ्यांक यू सो मच। Okay, thank you for being here. Okay, you may go. Okay, now Samir, come. Mr. Samir Timal Sinha. Yes, sir. How are you doing today? I'm doing fine, sir. You're doing great today, right? Yes. Okay, यहाँ के लेखेको छ हेर्नु त? नेपालको बारेमा। नेपालको बारेमा छ। ल, नेपालको बारेमा दुई शब्द भनिदिनु। Nepal is a great country. How? Because of the peoples who helps other without thinking anything. Okay, remittance भनेको के हो? Remittance. थाहा भएन? रेमिटेन्स भनेको चाहिँ विदेशबाट पैसा आउने। ल, रेमिटेन्स भनेको साथसाथमा रेमिटेन्स पनि आयो हैन, उहाँले अदर्स भन्दाखेरि मलाई थाहा भयो। रेमिटेन्स भनेको चाहिँ विदेशबाट आएको पैसा चाहिँ रेमिटेन्समा काउन्ट हुन्छ है त। अब यहाँ सुन्नु है तपाईहरुले, रेमिटेन्स एकदम इजी छ है बुझ्न। रेमिटेन्स भनेको चाहिँ के इजी छ भन्दाखेरि रेमिटेन्स पठाउँदा डाइरेक्टली सरकारलाई पैसा जाँदैन है त। जस्तै एउटा पानीमा, एउटा गाग्रोमा पानी भर्दाखेरि गाग्रो भरियो भने कम्प्लिटली वाटर भयो नि त त्यहाँनिर हैन, फुल भयो नि। त्यस्तै विदेशबाट पठाएको पैसा घरमा आउँछ अनि घरको मान्छेले सामान किन्दा त्यो ट्याक्स लाग्छ के। त्यहाँनिर कोलगेट किन्नु भने त्यसमा ट्याक्स लाग्यो, साबुन किन्नु भन्दा ट्याक्स लाग्यो है। त्यसले गर्दाखेरि चाहिँ रेमिटेन्स चाहिँ धेरै भयो। लगभग 2 बिलियन त रेमिटेन्स छ नेपालको, सबैभन्दा हाइएस्ट। अनि तपाईलाई थाहा छ रेमिटेन्समा नम्बर 1 कन्ट्री कुन पर्छ? Remittance. Russia. गलत। सो नम्बर 1 चाहिँ इन्डिया पर्छ, तर इन्डियालाई त नम्बर 1 राख्दैन पनि। ती नम्बर 1 देखिको नि माथि पर्छ इन्डिया। नम्बर 1 मा पर्ने भनेको साउदी अरेबिया, लगभग
मिलियन रेमिटेन्स भित्रिन्छ साउदी अरेबियाबाट। नम्बर 2 मा कुन पर्छ होला? अलिक कुरा आउनु न। नम्बर 2 युएसए। नम्बर 2 युएसए त 6 नम्बरमा पर्छ। नम्बर 2 मा पर्छ हाम्रो मलेसिया। नम्बर 3 मा कतार। नम्बर 4 मा अरू जस्तै मिडल इस्टको कन्ट्रीहरू। नम्बर 5 मा अस्ट्रेलिया 0.75 समथिङ। हामी सोच्छौँ कि साउदी अरेबिया कतार जाने मान्छेहरू चाहिँ केही होइन, तर उनीहरूले त्यति कन्ट्रिब्युट गरेको छ, उनीहरूलाई त सल्युट गर्छु म। ओके, यु मे लिभ प्लिज गो। साँच्चै भनेको नि यो फ्याक्ट हो नि। ओके, थ्याङ्क यू सो मच।